मेघराज टन्डनज्यू, प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सरकारी नेता शेरबहादुर देउवाज्यू, प्रमुख अतिथिज्यूहरू, विभिन्न पार्टी भातृ संगठन तथा शैक्षिक संस्थाका अध्यक्षज्यूहरू लगायत पदाधिकारीज्यूहरू र सुरक्षाकर्मी पत्रकार मित्रहरू लगायत देश विदेश तथा यस महाधिवेशनलाई सभ्य र भव्य बनाउन उपस्थित हुनुहुने मैले आदर र सम्मान गर्नुपर्ने सम्पूर्ण नेपाल भूतपूर्व सैनिक संघका तमाम मित्रहरूलाई मेरो व्यक्तिगत तर्फ तथा नेपाल भूतपूर्व सैनिक संघ काठमाडौँ जिल्लाको तर्फबाट स्वीकार्नुहोस्। जय नेपाल। आज यस 6औं महाधिवेशनमा पार्टीपन्थीलाई नेपाल भूतपूर्व सैनिक संघले के सन्देश दिएको छ भने भूतपूर्व सैनिक संघ भनेको एउटा अनुशासित र तोकिएकै समयमा एउटा महाधिवेशन सम्पन्न गर्ने एउटा संस्थाको रूपमा पनि तपाईहरुले स्थापित गरेको जस्तो मलाई लाग्दछ। त्यसैले यो हाम्रो यस अधिवेशनलाई लिएर हाम्रा अरु पनि भातृ संगठनले द्रुत समयमा र तदाजुका साथ अधिवेशन गर्ने हुन्छ भन्ने पनि मलाई लागेको छ र यस महाधिवेशनबाट सबल सक्षम र संगठन सुदृढीकरण गर्न सक्ने नेतृत्वको चयनको लागि सर्वसम्मत गरिदिनु पनि म यहाँ उपस्थित भएका केन्द्रीय प्रतिनिधिज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू, पार्टीपन्थीका सम्पूर्ण मैले सम्मान गर्ने व्यक्तिज्यूहरूलाई पनि म सहजीकरण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। साथै महाधिवेशनमा म एउटा पल्टनको भाषाले क्वार्टमास्टर वा लजिस्टिक विभाग पनि मैले हेरेकोले हजुरहरूको यो करिब 4 दिनको बसाई दुःख सुख के हुन्छ त्यसको लागि हजुरहरूको साथ सल्लाह सहयोग र आगामी दिनमा मैले गर्नुपर्ने त्यसलाई परिमार्जित गर्नुपर्ने कुरा पनि म आफू त्यो जिम्मेवारीमा रहेको हुनाले म हजुरहरूलाई आग्रह गर्दछु। साथै अन्तमा म पार्टीका नेतृत्व जुन पटक पटक सरकारमा जाने नेतागणहरूलाई के म आग्रह गर्दछु भने के साँच्चै नै तपाईहरु पार्टीमा हुँदाखेरि रक्षा मन्त्रालय चलाउनुहुन्छ, गृह मन्त्रालय चलाउनुहुन्छ के तपाईहरुले हामी जस्ता तमाम भूतपूर्व सैनिक वा प्रहरी संगठन जीवहरूसित सरसल्लाह गरेर केही तपाईहरुले सुरक्षा, हामी त एउटा सुरक्षा विज्ञ हो, हामी त 30 वर्ष चाहिँ एउटा फौजमा जाइ खाएर आएको मान्छे हो। हजुरहरू 30 वर्ष पार्टीमा राजनीति गरे भन्नुहुन्छ, हामी पनि 30 वर्ष चाहिँ संगठनमा फौजमा नेपाली देशमै यही भूभागमै बसेर हामी वा विदेशमा बसेर हामीले एउटा देशको सेवा गरेको व्यक्ति हौं। हामीसित केही राय सल्लाह हजुरले लिनु भएको थियो, केही विधेयक पास गर्दा हामीलाई केही सरसल्लाह गर्नुभएको थियो। पार्टीले हामीलाई मात्र के को रूपमा भने एउटा सुरक्षाकर्मी र स्वयंसेवकको रूपमा मात्रै परिचालन गरेको पाएको छ। यो कुरालाई नेपाल भूतपूर्व सैनिक संघले चाहिँ घोर आपत्ति जनाउँदछ। अब तपाईहरु पार्टीमा जाँदाखेरि हाम्रो सुरक्षा दिगो छ, हामीसित डाक्टर साहबहरू छन्, हामीसित सेनामा हामीसित इन्जिनियर साहबहरू छन्, हामीसित वकिल साहबहरू छन्। सुरक्षा सम्बन्धी केही दस्तावेज ल्याउनुपर्छ भने म पार्टीलाई के पनि खबरदारी गर्दछु भने अब हामीसित समन्वय गर्न तपाईहरुले कुनै पनि यो सुरक्षा सम्बन्धीमा हामी विज्ञ भएको कारणले हामीसित सल्लाह समन्वय र परामर्श गरेर मात्रै कुनै पनि विधेयकहरू ल्याउनलाई वा पारित गर्नलाई पनि म यस फ्लोरबाट म नेताजीहरूलाई म हार्दिक अनुरोध गर्दै हजुरहरूको व्यस्त समयको बावजुद पनि यस हाम्रो कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनु भएकोमा म हजुरहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै मेरो आफ्ना भनाइहरू यही अन्त गर्दै बिदा हुन्छु। हस्त धन्यवाद। जय नेपाल, जय भूतपूर्व। धन्यवाद आदरणीय मित्र